कतिपय साथीहरूले मैले सामाजिक सञ्जालमा यो भ्रष्टाचारको विरुद्धमा जोस स्ट्याटसहरू लेख्दै गर्दा हैन भन्नुहुन्छ क्या प्रमाण छ, प्रमाण भएपछि देखा नि त भन्ने कुरा गर्नुहुन्छ हैन। म उहाँहरूलाई के भन्न चाहन्छु भनेपछि एउटा कुरा त भ्रष्टाचारीले प्रमाण दिएर भ्रष्टाचार गर्दैन है, पहिलो कुरा। अर्को कुरा के हो भनेपछि तपाईहरुले राम्रोसँग यसो आफै मनन गर्नुस् न। तपाईहरुका नेताहरू हैन राजनीतिमा आउनुभन्दा अगाडिको लाइफस्टाइल हेर्नुहोस् हैन, उनीहरुको जीवनशैली हेर्नुहोस् र अहिले ऊ चाहिँ राजनीतिमा आइसकेपछिको जीवनस्तर हेर्नुहोस् के। ऊ सँगैको दाजुभाइ पनि हेर्नुहोस् के। राजनीतिमा जब कि कोही सँगै कोही विदेश गएर कमाइरहेछ हैन, ऊ राजनीतिमा जानु अनि ऊ पनि अझ त्योभन्दा अगाडि नै अझ इन्डियाको अथवा हैन विदेशतिर गएर पैसा कमाइरहेछ ऊ छ भनेपछि ऊ राजनीतिमा आइरहेछ हैन। तर त्यो जुन आफूले काम गरेर खाने हैन अथवा विदेश गएर अथवा घर के अरे गाउँतिर केही काम गरेर खान्छ, उसको जीवनस्तर र जुन राजनीतिमा आइसकेपछिको आएको मान्छेको जीवनस्तर हेर्नु न कस्तो छ, त्यहाँबाट प्रष्ट देखिन्छ क्या। अनि अर्को कुरा के भने चाहिँ राजनीति भनेको व्यापार बिजनेस होइन क्या, त्यो भनेको विशुद्ध सामाजिक सेवा हो, सामाजिक सेवा हो हैन। त्यो भएर हेर्दा पनि प्रष्ट देखिन्छ क्या कति लुटिरहेछ कति गरिरहेछ भने। अझ राजनीतिमा आइसकेपछि त खर्च हुन्छ क्या धेरै, आफ्नो जानुपर्ने हो क्या हैन। उसले कसरी रातारात ऊ चाहिँ त्यत्रो सम्पत्तिको धनी हुन सक्छ हैन। अनि तपाईहरुले आफ्नो नजिकको उहरू हेर्नुहोस् क्या हैन, नेताहरूलाई हेर्नुहोस् न राजनीतिमा। अनि उनीहरूले भ्रष्टाचार गरेको प्रष्ट कसरी पनि देखिन्छ भनेपछि हैन, त्यो हो एउटा नीतिगत भ्रष्टाचार। नीतिगत भ्रष्टाचार कसरी गर्छन् भनेपछि उनीहरूले मानौँ एउटा कार्यालयमा हैन, कुनै नगरपालिका औडा कार्यालय अथवा स्वास्थ्य चौकी हैन, यस्तो उहरूमा चाहिँ कर्मचारी आवश्यकता भनेर अब चाहिएको भनेर उनीहरूले अब कहाँ सम्बन्धित निकायमा पारित गराउँछ। कर्मचारी चाहिन्छ पनि हैन, के अरे कर्मचारी चाहिन्छ हैन। अनि त्यसलाई कसरी दुरुपयोग गर्छन् अथवा कसरी नीतिगत भ्रष्टाचार गर्छन् भने चाहिँ त्यसमा कर्मचारी चाहियो भन्छन् अनि उनीहरूले सम्बन्धित निकायमा सम्बन्धित निकायबाट सबै कुराहरू प्रोसेसमा गएर पास गराएर पनि ल्याउँछन् हैन। अनि ल्याइसकेपछि के गर्छन् भनेपछि जब भ्याकेन्सी खोलिन्छ हैन, अनि भ्याकेन्सी खोल्दाखेरि उनीहरूले के गर्छ भनेपछि अब आफ्नो मान्छेलाई राख्नु छ त्यहाँ हैन, त्यहाँनिर हुन्छ क्या आफ्नो मान्छेको योग्यता के छ अनि त्यो अनुसारको रिक्वायरमेन्ट योग्यता राख्छन् क्या उनीहरूले हैन। अनि राखेर कतिपय ठाउँमा त अब हागी यतिकै कुनै भ्याकेन्सी नखोलेर राखेर पनि गरेर आउँछन् हैन। अनि कतिपय ठाउँमा चाहिँ अब कर्मचारी माग पनि गरे अनि त्यसपछि आफ्नो मान्छे राख्नुपर्ने मान्छेको योग्यता के छ त्यही अनुसारको। अब जस्तै साइन्स पढाएको छ भने चाहिँ साइन्स पास हैन, +2 पढाएको छ +2 पास हैन, कमर्स पढाएको छ कमर्स पास, त्यो तरिकाको अनि योग्यता पनि रिक्वायरमेन्ट योग्यता पनि राख्छन्। अनि इक्जाम पनि गराउँछन् अथवा हैन के हो त्यो प्रोसेस पनि गरे। अब त्यो यसो सरस्वती हेर्दा त सबै अब भ्याकेन्सी पनि आह्वान गरेको छ हैन, अनि सबै कुराहरू मिलाएको पनि जस्तो देखिन्छ। अनि त्यसपछि चाहिँ अब त्यो के हुन्छ लिखित अथवा मौखिक के हुन्छ, अनि त्यसमा चाहिँ आफ्नोलाई मार्क्स बढी दिने हैन, बढी दिने अनि बढी दिने र आफ्नो मान्छेलाई चाहिँ 1 नम्बरमा निकाल्ने कि। अनि फेरि दोस्रो तेस्रो पनि निकाल्न चाहिँ अनि त्यसरी मान्छेहरू चाहिँ हायर गर्छन् क्या। त्यो पनि एउटा नीतिगत भ्रष्टाचार हो क्या। त्यो भएको छ कि छैन हाम्रो तपाईको टोलतिर अथवा तपाईको गाउँतिर हैन ठाउँतिर, त्यो विचार गर्नु न एकपटक हैन। अनि अर्को कुरा जस्तै अरू पनि अब जस्तै ठेक्का पट्टाको टेन्डर आह्वान गर्ने कुराहरूमा पनि सेम त्यस्तै हुन्छ क्या हैन। अनि अब त्यहाँ ठेक्का पट्टा जस्तै कहीँ बाटो खन्नु पर्यो
होइन। बाटो त अब मान्छेलाई चाहिन्छ, त्यो त एउटा विकास देखाए। बाटोमा यति बजेट हालेको छु अनि मैले हालेँ भन्छ अन्त त्यो पनि, तर तपाईँ हाम्रो पैसा हो क्या त्यो फेरि भनेको सरकारी पैसा। अनि कसरी पछि उ गर्छन् भनेपछि खानासम्म खान्छन् फेरि उनीहरू होइन। त्यहाँबाट कहाँ कति पर्सेन्ट भने त्यो ठेक्का मिलाउँदाखेरि पनि के हुन्छ भने चाहिँ सेम त्यही हो, रिक्वायरमेन्ट ऊ चाहिँ अब कसले कमिसन कति दिन्छ भन्ने कुरा हुन्छ क्या। अब अथवा आफ्नो मान्छेलाई उ गर्ने, कति त आफै ठेकेदार भएर पनि गरे हुन्छन् होइन। अनि एउटा अथवा त्यो प्रोसेसमा गएर पनि अब ट्याक्कै त्यही हो क्या, त्यो आफ्नो योग्यताहरू के छ होइन, त्यो त्यही अनुसारको चाहिँ त्यहाँ चाहिँ राखे होइन। यो चाहिने क वर्ग ख वर्ग ग वर्ग होइन। अनि त्यसरी राखेर अनि लास्टमा त्यही हो क्या फेरि अब अरू कोही आएछन् भने पनि त्यहाँ के अरे निवेदन दिएको छ भने चाहिँ उसको चाहिँ यो डकुमेन्ट पुगेन ऊ पुगेन भनेर उसलाई रिजेक्ट गरिदिए होइन, गरिदियो। अनि त्यसपछि जसलाई पार्नुपर्ने हो त्यसलाई चाहिँ अनि त्यसरी पार्छन् क्या। अनि त्यसरी पारेर अनि जसले बढी कमिसन दियो अथवा होइन गरे अनि त्यसपछि चाहिँ सुरु भयो खन्न सुरु भइसकेपछि पनि कहाँबाट खन्छन् भने बिचरा कोही मान्छेको जिन्दगी के अरे वर्षौँभरि खाने खेतै पनि जोतेर लगिदिया हुन्छ के अरे खनेर चाहिँ। अनि उसको केही पनि नराखेर आफ्नो घर अथवा आफ्नो पाएको होइन आफ्नो जग्गा कहाँ पर्छ त्यो स्वार्थले चाहिँ अनि बाटो त्यही अनुसारले चाहिँ खन्ने ऊ पनि गरिरहेको हुन्छन् क्या होइन। अनि कतिपय ठाउँमा त नचाहिने ठाउँमा पनि खनिरहेको हुन्छ क्या, खनेर चाहिँ लिएको हुन्छ अथवा आफ्नो घरसम्म पुर्याउनु छ कि होइन। अनि त्यसरी त्यो पनि एउटा नीतिगत भ्रष्टाचार हो क्या होइन। अनि त्यो पनि तपाईँकोतिर छ कि छैन यसो विचार गर्नुहोला होइन। अनि तपाईँ आफैले उ गर्नुहोला। अनि त्यस्तै कैयौँ हुन्छ अरू जस्तै अब कुनै नहर कुला खन्दाखेरि पनि आफ्नो स्वार्थ हेरेर गरिन्छ क्या। उता देख्दाखेरि चाहिँ विकास गर्यो अथवा यसले बजेट हाल्यो होइन, अथवा यसले काम गरायो ओहो भने जनतालाई चाहिँ आँखामा छारो हाल्ने भइहाल्यो होइन। जनतालाई चाहिँ देखाउने चाहिँ के अरे देखाउने हात्तीको दाँत भने जस्तै विकास भयो, विकास गऱ्यौँ, यसरी चाहिँ कुलो बनायौँ। तर त्यो कुलो बनाउँदाखेरि तपाईँ आफ्नो स्वार्थ कहाँ कति उ गरे हुन्छ भन्ने कुराहरू तपाईँहरूले आफै ख्याल गर्नु क्या, विचार गर्नु होला। अनि त्यसमै पनि के ठेकेदार भन्छ होइन, त्यो अरू उनीहरूलाई चाहिँ दिन्छ। उहाँबाट पनि कमिसन लगिसकेको हुन्छ होइन, कमिसन लगाएको हुन्छ अथवा आफैले काम गरायो भनेपछि अब समिति बनायो होइन। कति ठाउँमा अब 2-4 लाखको उसमा चाहिँ अब कति सदस्यीय समिति भन्छ के भन्छ होइन। अनि उनीहरूले कति पर्सेन्ट खाने खाइसकेका हुन्छन्। अनि कहाँबाट विकास गऱ्यौँ भन्छन् फेरि कुलो बनायौँ भन्छन्। अनि त्यो के अरे आएको बजेटमा त्यो स्वीकृति दिनेले कति पर्सेन्ट खानियो 20% 25%, अब बनाउनेले खाला अर्कोले खाला होइन। अनि त्यसमै पनि फेरि त्यो बनाउनेले पनि के गर्छ भनेपछि 2 जना कामदार लाछ भनेपछि 4 जना बनाइदियो होइन। अनि त्यो अनुगमन गर्ने आउने अब उनीहरूकै हुन्छन् फेरि, उनीहरूकै पार्टीका अथवा उनीहरूकै उसलाई चाहिँ ठिक्क अगाडि नै गोजीमा पैसा हालिदिइसकेको हुन्छ होइन। अनि हालिदिइसकेपछि उसले पास गरिदिइसक्यो अनि गऱ्यो हो। यो पनि एउटा ठुलो भ्रष्टाचार हो क्या होइन। देख्दाखेरि चाहिँ ओहो विकास गर्यो भन्ने हुन्छ होइन। यो पनि भ्रष्टाचार हो। यस्तै भ्रष्टाचारहरू होइन, भ्रष्टाचार अथवा नीतिगत भ्रष्टाचारहरू तपाईँको कतिको छ होइन। तपाईँको घर छेउछाउ यताउता छन् भने चाहिँ त्यस्ता भ्रष्टाचारहरू उजागर गर्नुपर्छ होइन, गर्नुपर्छ। सम्बन्धित निकायमा चाहिँ त्यो कस्तो हुन्छ भने त्यो भ्रष्टाचार भनिन्छ होइन, हामीले भ्रष्टाचार त भन्यौँ होइन, तर के भने हामीले त छानबिन गर्न मिल्दैन नि त। हामीले त देखेको कुरा त त्यो सत्य कुरा त त्यही हो नि त होइन। त्यो जसरी त्यो नेताहरूको चाहिँ जसरी राजनीतिमा आउनुभन्दा अगाडिको जीवनशैली र पछिको हेर्दाखेरि प्रष्टै देखिन्छ क्या। तर के भने चाहिँ हामीले त यत्तिकै उ गरेर त भएन। त्यो सम्बन्धित निकायले छानबिन गर्यो भनेपछि पत्ता के अरे सबै थाहा हुन्छ क्या होइन। त्यो हुन्छ होला पनि हुनु पर्छ होइन। अनि बिस्तारै हुन्छ क्या त्यो जति भ्रष्टाचार गरेको। त्यही भएर तपाईँहरू हामी पनि सबै त्यो त्यस्तो उसहरूमा सजग गरौँ होइन। यस्तै भ्रष्टाचारहरू कुनै छ भने तपाईँहरूले मलाई बरु सेयर गर्नु होइन, अथवा तपाईँले आफैले पनि यसै गरी उजागर गर्नुहोला होइन। अनि यदि गर्न सक्नुहुन्न भने चाहिँ मलाई पठाउनुहोस् होइन, मलाई अथवा अरू सम्बन्धित उसलाईहरू पठाउनुहोस् होइन। त्यो समय लाग्ला
समय सबैको सधैँ एउटै हुँदैन होइन, काहीँ न काहीँ उसमा चाहिँ गलत गरेको मान्छे पर्छ नै पर्छ क्या होइन, गलत गरेको मान्छे दण्डित हुनैपर्छ, हुन्छ पनि। यदि तपाईँहरूले त्यस्तो उहरूलाई चाहिँ अलिकति यसै गरी कुनै त्यस्तै उहरू छन् होइन भनेपछि तपाईँहरू आफैले पनि यसरी चाहिँ उ गर्न सक्नुहुन्न भनेपछि सम्बन्धित मान्छेलाई मलाई पठाउनुहोस्, अथवा हामी जस्तै अलिक कसैलाई चाहिँ होइन अरू मान्छे पत्रकार होइन उहरूलाई गरेर त्यस्ता उहरू उजागर गर्नुहोला होइन। अनि अब यत्तिकै देश यत्तिकै बन्दैन क्या, यो खालि नेता नेता भनेर गाली गरेर मात्रै होइन, जनता पनि सचेत हुनुपर्छ होइन। अनि भोट हाल्दाखेरि पनि राम्रो मान्छेलाई भोट हालौँ होइन। यस्तै बिथिति भ्रष्टाचारहरू छन् भने चाहिँ तपाईँहरूले पनि बोल्नुपर्छ, भन्न सक्नुपर्छ, गर्नुपर्छ। यस्ता भ्रष्टाचारका बारेमा अब म केही समयपछि फिल्डमै उत्रिएर पनि काम गर्नेछु होइन। फिल्डमै मतलब अब अदालत जानुपर्ने हो कि होइन, अनि अदालत अख्तियार कहाँ कहाँ जानुपर्ने यस्ता कुराहरू लिएर म गर्नेछु, चाँडै यो यात्रालाई सुरु गर्नेछु।